आइपुगियो। अब क्रमशः खावातर्फ यात्रा अगाडि बढिरहेछ। अहिले भर्खर हामी खावा डाँडा प्रवेश गरिसकेका छौँ। धन्यवाद। मोटर बाटो घुम्ती निकै छ। वास्तवमा अब यो तुसारो पर्ने याम भएकोले यो बाइकवालाहरू निकै होसियारीपूर्वक यात्रा जारी गर्नुपर्ने देखिएको छ। यद्यपि चार पाङ्ग्रेहरूले पनि स्पिड केही कम गर्नुपर्ने, अन्यथा सम्भावित दुर्घटना झेल्नुपर्ने क्षेत्रतर्फ हामी प्रवेश गरिसकेका छौँ। धन्यवाद। सडक निकै घुम्तीपूर्ण छ, जसलाई नागबेली सडक भन्न मिल्छ। यहाँ सावधान लेखिएको बोर्ड पनि राखिएको छ र यो बोर्डमा नजर लगाएर मात्र अगाडि बढ्नका लागि अनुरोध गरिएको छ। धन्यवाद। यात्रा गर्नुपर्छ खावा डाँडा साइडमा, अन्यथा दुर्घटना झेल्नुपर्ने अवश्यम्भावी छ। धन्यवाद। गाडी आएको छ। के चाहिँ हो सर? साह्रो पर्ने मुख्य एरिया। ए मुख्य एरिया है। यो तुसारो पर्ने एकदम रिस्क जोनमा छौँ अहिले हामी। यहाँ बाइकवालाहरू निकै होसियारी अप्नाउनु पर्छ। चार पाङ्ग्रेले पनि स्पिड कम गर्नुपर्ने क्षेत्र छ, अन्यथा दुर्घटना अवश्यम्भावी हुन सक्ने सम्भावनाहरू छन्। र यसरी सिद्धा थानदेखि लिएर खावा डाँडासम्मको यात्राको क्रमलाई रिस्क जोन भन्न करिब मिल्छ। तुसारो परेकै छ र निकै होसियारी साथ यात्रा अगाडि बढाउन अनुरोध गरिएको छ। खावा डाँडा पनि करिब 1 किलोमिटर पनि छैन। सडक निकै नागबेली युक्त छ। बजारमा पनि आइपुग्यो। एउटा सानो बजार छ जहाँबाट जिरी प्रवेश धेरै टाढा छैन। धन्यवाद। अब जिरी नगरपालिकाको स्वागत गेट पनि आइपुगेको छ। धन्यवाद। बाई बाई। जय